यसपालिको भोट कसलाई हो? यसपालिको भोट म गाछी छापमा दिन्छु अनि मलाई बेलुकामा चामल दिन्छ, पैसा दिन्छ, 5,000 टका दिन्छ, 5,000 रुपैयाँ लाउनु अनि 20 बोरा चामल लाउनु, 10 बोरा दाल खसाउनु अनि गाछी छापमा म भोट दिन्छु, अहिले जिताउँछु। गाछी छापले तपाईँले पैसा दिन्छ अनि मात्र भोट दिनुहुन्छ भन्नुभयो? हो चामल अनि जे भन्नुभयो त्यो गाछी छापले दिन्छ भने मात्र पैसा पनि दिन्छ अनि नि दिन्छु। अरू पार्टीले तपाईँले दियो भने कसलाई दिनुहुन्छ? अरू पार्टीलाई दिन्छ, अरू पार्टीलाई दिन्छु, सबै थोकमा दिन्छु म। सबै एउटै भोट त तपाईँ सबैलाई दिएर हुन्छ? एउटा पार्टीलाई दिनु पर्यो नि त, कुनै राम्रो पार्टी हाम्रो गाउँठाउँ बनाउँछ, देश बनाउँछ, हाम्रो बच्चा बुच्चीहरूको भविष्य बनाउँछ, शिक्षा राम्रो ल्याउँछ, पढ्नलाई सजिलो हुन्छ उनीहरूलाई। अनि त्यस्तो पार्टी एउटा चुज गर्नु होला नि त, यो पार्टीलाई जिताएर अनि हाम्रो गाउँठाउँ बन्छ, बाटोघाटो सबै बन्छ, कसलाई लभन्नु? बाटो त धेरै छ, माइजोक हिँड्छ। यहाँ तल आउनु न आन्टी, तल आउनु न। ल भन्नु। ओटो हिँड्छ, माइजुक हिँड्छ, के अरे टिपर सिपर बस त सबै थोक त हिँड्छ। अब के गर्नु त्यसमा गएर? होइन, तपाईँले एउटा पार्टी कुनै चुज गर्नुभयो होला नि त, यो पार्टीलाई मैले दिएर। ठिक छ तपाईँले कुनै पार्टी त सुन्नु न, होइन के मैले भन्न खोजेको, यो गाउँठाउँ बनाउँछ, तपाईँले कुनै त एउटा चुज गर्नुभयो होला नि त, यो पार्टीले हाम्रो गाउँठाउँ बनाउँछ, हाम्रो बच्चा बुच्चीको शिक्षा राम्रो लाग्छ, एउटा पार्टी त चुज गर्नुभयो होला, यसलाई दिएर म जिताउँछु भन्ने कुरा भन्नु न। यो बच्चा बुच्चीको स्कुलमा नि पढाउन सक्दैन, यिनीहरू खान्छ अनि दौरा ल्याउँछ, बेचेर उता जान्छ हटिया सिमराईबाट मासु ल्याउँछ, खान्छ, बेचेर दौरा बेचेर मासु ल्याउँछ। ठिक छ के, त्यही भएर हाम्रो एउटा राम्रो नेता आउँछ र उसले हाम्रो गाउँठाउँ, सुन्नु न, हाम्रो राम्रो नेता आयो भने पैसा दिन्छ, अहिले पैसाको कुरा आएन दिदी। यो कुरा के हो भन्दाखेरि हाम्रो गाउँठाउँ, हाम्रो बच्चाहरूले, तपाईँले भन्नुभयो नि हाम्रो बच्चाहरूले पढ्दैन, त्यो शिक्षा नराम्रो पाएर, यो वातावरण नराम्रो पाएर हो। त्यही भएर हाम्रो राम्रो नेता ल्याउने र हाम्रो शिक्षा राम्रो पाउँछ र हाम्रो बच्चा बुच्ची पढ्न जान्छ। यो बच्चा बुच्ची त जे होस् पढ्ने उमेरमा त पढ्नुपर्छ नि त, होइन? तपाईँहरूको काम गर्ने उमेर हो, तपाईँहरू काम गर्नुहुन्छ। ओ भाइ, एउटा कुरा म भन्छु, जहिलेसम्म भोट गिरेपछि भोट गिरल रहे नि, वो देव के दाखल कहै छी हजुरहरू भन्दै थियो म घर दिन्छु, म खेत दिन्छु, त्यसमा भोट दिनु रे। हामीहरू दियो, के पनि दिएन, भोट लिइसक्यो अनि के पनि दिएन। म अब हामीहरू कसैको भोट दिँदैन। त्यही भएर यसपालि नयाँ पार्टी आएको छ, हामीले नयाँ पार्टीलाई एकचोटि भोट दिएर सपोर्ट गर्नु पर्यो। नयाँ पार्टी हुन्छ होइन, यसपालि बालेनको नयाँ पार्टी आएको छ, होइन? बालेनले देश बनाउँछ, पुरै दुनियाँ हल्ला छ भन्छ के, म त सबैलाई के अरे जमिन दिन्छु, घर बनाइदिन्छु, सबै भन्दै। बालेन त आएकै थिएन, बालेन त काठमाडौँको मेयर थियो, यसपालि प्रधानमन्त्री बन्छ र यसपालि कसलाई भोट दिनुहुन्छ त्यो भन्नु न। यसपालि आउँछ नि त दिन्छु, नआएको छ, अहिले आएको छैन त कसलाई दिन्छु म? तपाईँले दिन्छु? होइन, म नेता होइन, म एउटा रिपोर्टर हो, होइन? हामी रिपोर्टिङ गर्न आएको, तपाईँहरूले जे बोल्नुहुन्छ त्यो पब्लिकको अगाडि ल्याउँछु, कसलाई सपोर्ट गर्नुहुन्छ त्यो रिपोर्टिङ मात्र गरेको। तपाईँले कसलाई भोट दिनुहुन्छ त्यो भन्नु न, कुन पार्टीलाई? एउटा घन्टी छ, एउटा होरन छ, एउटा सूर्य छ, एउटा गाछी छ, होइन? कुनमा दिनुहुन्छ ल भन्नु? घन्टीमा हाल्छु, मैले मनमा विचारेको छु, अहिले घन्टीमा हाल्छु, घन्टी छापलाई म जिताउँछु, जे दिन्छ नि त्यही दिन्छु, जतै लैजान्छ नि ततै म गइहाल्छु। ल ठिक छ, धन्यवाद तपाईँलाई।